ओ माई गॉड, यसलाई भन्छ क्या पैसा वसुल मुभी। सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियोज। आशा छ तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। सो फेरि मैले हिजो भर्खरै नयाँ मुभी जुन चाहिँ हेरिसकेको छु र हेरिसकेपछि यसको बारेमा रिकमेन्डेसन दिन तपाईँहरूलाई मन लागिहाल्यो। सो कुरा गरौँ मुभीको बारेमा। वाट अ अमेजिङ मुभी यार। सो यसको स्टोरीलाई चाहिँ त्यति हाई लेभल भन्न मिल्दैन र यसको प्रेजेन्टेसन, त्यसपछि यसलाई जुन लेभलमा देखाइएको छ नि त्यो चाहिँ एकदमै बवाल र एकदमै दामी छ। सो फर्स्ट टाइम चाहिँ मैले साउथ इन्डियन मुभी जुन चाहिँ लेडी सुपर हिरो मुभी चाहिँ हेरेको छु। सो तपाईँहरूलाई पनि सुपर हिरो जनराको मुभीहरू मनपर्छ र सुपर हिरो जनराको मुभीहरू चाहिँ हेर्न तपाईँलाई एकदमै मनपर्छ, यो जनरा चाहिँ तपाईँहरूको फेभरेट हो भने चाहिँ त्यसमा पनि तपाईँहरू चाहिँ लेडिज अनि सुपर हिरो मुभी चाहिँ खोजिरहनु भएको छ भने यो मुभी चाहिँ स्पेसली तपाईँहरूको लागि हो। र मुभीमा चाहिँ तपाईँहरू थुप्रै दामी दामी एक्टर अनि एक्ट्रेसको पर्फर्मेन्स देख्न सक्नुहुन्छ भने यो मुभीको भिएफएक्स अनि सिनेमाटोग्राफी चाहिँ एकदमै बवाल र एकदमै नम्बर 1 लेभलको रहेको छ। र मुभीमा चाहिँ तपाईँहरू कल्याणी प्रियदर्शनी, त्यसपछि न्यास्लिन अनि नोबिन थोमस र सन्डे जस्तो दामी दामी एक्टर अनि एक्ट्रेसको पर्फर्मेन्सलाई तपाईँहरू देख्नु त भइ नै हाल्छ। र त्यसमा पनि यो मुभीमा चाहिँ तपाईँहरू स्पेसली चाहिँ उनीहरूको कामलाई चाहिँ तपाईँहरू तारिफ गर्न मन लाग्छ क्या, उनीहरूको कामलाई चाहिँ तपाईँहरू वाह भन्न मन लाग्छ क्या। सो स्पेसली मलाई चाहिँ एकदमै दामी अनि एकदमै बवाल अनि एक्टिङ अनि पर्फर्मेन्स चाहिँ कल्याणी प्रियदर्शनीको लाग्यो। किनभने योभन्दा अगाडि चाहिँ मैले यस्तो याङ्री अवतारमा र यस्तो एक्सन सिन चाहिँ उहाँको हेरेको थिएन र मैले उहाँको जुन मुभी हेरेको थियो त्यो सबै चाहिँ एउटा क्युटनेस र अनि एकदमै अनि दामी अनि म चाहिँ क्युट एक्टर अनि एकदमै ब्युटिफुल एक्टर भनेर चाहिँ उहाँलाई चाहिँ त्यसो यो मुभीमा चाहिँ उहाँको एक्सन गर्ने अनि त्यसपछि एक्सप्रेसन चाहिँ एकदमै बवाल छ क्या। र यो मुभीलाई तपाईँहरू अहिलेसम्म हेर्नु भएको छैन भने यो मुभीलाई चाहिँ तपाईँहरू हेरिहाल्नुहोस् र यो मुभीलाई चाहिँ छुटाउँदै नछुटाउनुहोस्, किनभने मुभी एकदमै दामी र एकदमै बवाल मुभी रहेको छ। तपाईँहरू मुभी लभर हुनुहुन्छ भने मलाई फलो गर्न भने नबिर्सनु होला, किनभने यस्तै यस्तै दामी दामी मुभीहरू रिकमेन्डेसन र रिभ्यू भिडियो लिएर म तपाईँहरूको माझमा आइरहेको छु। सो मलाई फलो गरेर अनि त्यसपछि साथ अनि सपोर्ट गर्न भने नबिर्सनु होला। र यो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर पनि गर्न नबिर्सनु होला, किनभने लाइक कमेन्ट सेयर गर्दैमा केही पनि जाँदैन है त।